होस्टलमा जाने जाने घटनापछि स्थानीय प्रशासनको कडा निर्देशन, मदिरा लागू औषध र चुरोट प्रतिबन्ध। काठमाडौँका होस्टलमा अपराधी क्रियाकलापदेखि जाने जानेसम्मका घटना हुन थालेपछि स्थानीय प्रशासनले कडा निर्देशन जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा निजी स्तरमा सञ्चालित होस्टललाई मापदण्ड सुधार गर्न र नियमको पूर्ण पालना गर्न अल्टिमेटम दिएको हो। होस्टलभित्रै झडप भई विद्यार्थीको मृत्यु समेत भएको, लागू औषधको प्रयोग बढेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र सुरक्षा प्रबन्ध फितलो रहेको भन्दै प्रशासनले 1 महिना अल्टिमेटम सहितको निर्देशन दिएको छ। प्रशासनले जारी गरेको सूचना अनुसार होस्टलमा 24 घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षा कर्मीको व्यवस्था हुनुपर्नेछ। सञ्चालक वार्डेन र होस्टलमा बस्ने सम्पूर्ण विद्यार्थीको अद्यावधिक व्यक्तिगत विवरण नजिकको प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउनु पर्नेछ। यसका साथै होस्टल भित्रको आन्तरिक सुरक्षा मजबुत बनाउँदै कुनै पनि प्रकारको लागू औषध, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा पूर्ण बन्देज लगाउन प्रशासनले कडा निर्देशन दिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कोठा र शौचालय जस्ता संवेदनशील स्थान बाहेक अन्य स्थानको निगरानीका लागि अनिवार्य रूपमा सीसीटीभी जडान गर्नुपर्नेछ। महिला र पुरुष दुवैका लागि सञ्चालनमा रहेका होस्टलहरूले अनिवार्य रूपमा छुट्टा छुट्टै कार्यालय र आवास भवनको व्यवस्था गर्नुपर्नेछ। सबै निजी होस्टल सञ्चालकलाई 1 महिनाभित्र तोकिएको 21 बुँदे व्यवस्था मिलाउन भनिएको छ। स्थानीय प्रशासनले गरेको अनुगमनको क्रममा काठमाडौँ उपत्यकाका कतिपय होस्टलबाट लागू औषध बरामद भएको थियो भने कतिपय विद्यार्थीहरू कुलतमा फँसेको समेत फेला परेको थियो। अनुगमनका क्रममा लापरवाही देखिएका केही होस्टललाई 3 लाख रुपैयाँसम्म जरिवाना र सिलबन्दी समेत गरिएको छ।